मर्ने बेला आउँदा पनि कुर्सीमै मरौँ भन्ने त्यो चाहिँ यहाँका नेताले सोच्नु भएन। मुकुण्डो लाएर आएका हुँदैन, यो त्रास मात्रै हो, त्रास मात्र हो। त्यो नेताहरूले जान्दछन्। यदि हल्का लिए भने यो नेपाललाई सम्हाल्न बहुतै गाह्रो पर्ने अवस्था आउँछ। कालीबाबाले राजालाई भेट्नुभयो भन्ने हल्ला पनि छ। भेटेर के कुरा गर्नुभयो होला, राजालाई के सन्देश दिनुभयो, उहाँले राजाले के सन्देश पठाउनुभयो भन्ने कुरा पनि छ। योगी आदित्यनाथ र प्रधानमन्त्री नरेन्द्र मोदीको दूतको रूपमा विशेष सन्देश लिएर नै कालीबाबा आउनुभएको भन्ने बजारमा चर्चा पनि छ। म हिन्दूवादी हुँ, म हिन्दू राष्ट्र र राजै चाहन्छु। जोगीको पनि मिल्दैन, मोदीको पनि मिल्दैन। म पनि जोगी और मोदी पनि एकतर्फ जोगी। त्यसले गर्दा यो ओलीसँग त कामबाट खत्तम भएर जानु नै, त्यो व्यक्ति खत्तम भयो भने कम्युनिस्ट। नास्तिक नेताहरू तपाईँ आउँदाखेरि लाइन लागेर किन भेट्न आउँछन्? तपाईँका शिष्य त होइनन् नेताहरू, त्यस्तो व्यवहारमा देखिँदैन। यसमा मान्छेहरूलाई आश्चर्य लागेको छ, बताइदिनुहोस् न। यिनीहरू स्वार्थवादी हुन्। बाबा कालिदासजी महाराज हामीसँग हुनुहुन्छ। छोटकरीमा उहाँलाई काली बाबा भनेर चिनिन्छ। बाबा स्वागत छ। धन्यवाद। बाबाजी, तपाईँ यहाँ आउँदै गर्दा सन्देश लिएर आउनुभएको हो भन्छन् नि त बजारमा। भारतको नरेन्द्र मोदीजीको सन्देश, प्रधानमन्त्री नरेन्द्र मोदीजीको सन्देश, योगी आदित्यनाथजीको सन्देश लिएर काली बाबा आउनुभएको हो भन्ने अन्तर्यमा उहाँको तीर्थाटन त धार्मिक व्यक्तित्व हो, आध्यात्मिक व्यक्तित्व स्वाभाविक छ। तर सँगसँगै यो सन्देश पनि उहाँले लिएर आउनुभएको हो, आधिकारिक सन्देश उहाँले लिएर आउनुभएको छ भन्ने बजारमा चर्चा छ तपाईँ आएपछि। औल्टाले कुटेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भन्छन्। त्यस्तै अब कालीबाबा आउँदा भारतबाट आयो, उहाँ योगी आदित्यनाथसँग प्रधानमन्त्रीसँग थोडा राम्रो, अलिकति राम्रो छ सम्बन्ध। त्यो सम्बन्धले गर्दाखेरि ओहो उसकै दूत बनेर आयो भनेर उनले शङ्का गरेका हुन्। और शङ्का गर्नु पनि आवश्यक छ, किनकि अब औल्टाले कुटेको कुकुर, फेरि म भन्दैछु, बिजुलीको चम्किँदा तर्सिने अवस्था भएकोले गर्दा उहाँहरूलाई शङ्का परिराखे। बाबाजी, मोदीजी सरकारको योगी आदित्यनाथको नेपालबारे धारणा चाहिँ के हो? तपाईँसँग अन्तरङ्ग सम्बन्ध छ। उहाँहरू नेपालबारे कसरी सोचिरहनु भएको छ? नेपालको बारेमा उहाँहरू हिन्दू राष्ट्र, मुनार्की उहाँहरूले चाहनुहुन्छ। योगी आदित्यनाथ त हाम्रो नेपालको राज परिवारको एक तर्फले गुरु गोरक्षनाथको सम्बन्ध भएकोले गर्दा उहाँले यही भन्नुहुन्छ। विगत दिनमा उहाँ सांसद मेम्बर अफ पार्लिमेन्ट हुँदा नेपालमा हिन्दू राजा श्री 5 महाराधिराज सरकार भनेर सम्बोधित गर्नुहुन्थ्यो र आज पनि उहाँले त्यही भनेर सम्बोधित गर्नुहुन्छ। नेपालमा हिन्दू राष्ट्र, हिन्दू राजा मोदीजीले पनि चाहनुहुन्छ र यता गएर योगी आदित्यनाथजीले पनि चाहनुहुन्छ। एउटा धार्मिक क्षेत्रमा, आध्यात्मिक क्षेत्रमा हिन्दू धर्मको रक्षा र सम्वर्धनका निम्ति जीवन समर्पित गरेको व्यक्तित्व तपाईँ। नेपाल धर्मनिरपेक्ष हुँदा पक्कै पनि मुटुमै काँडो बिजे जस्तो तपाईँहरूलाई भएकै छ, त्यो स्वाभाविक पनि छ। तर यो काँडो कसरी झिक्ने भन्ने चिन्ताले तपाईँहरूलाई राजनीतिलाई बुझ्नुपर्ने बाध्यता पनि तपाईँहरू जस्ता सन्तलाई यी दलहरूले खनाइदिएका छन्। सन्तलाई पनि राजनीति बुझ्नुपर्ने बाध्यता नेताहरूले लगाइदिएका छन्। त्यसैले तपाईँ राम्रो बुझ्नुहुन्छ, राजनीति हेर्नु भएको छ, निहाल्नु भएको छ। मोदीजी र ओलीजीको सम्बन्ध सुमधुर हुन नसक्नुको कारण के हो बाबाजी? यसलाई कसरी लिनुहुन्छ? ये भए कम्युनिस्ट, ऊ भए हिन्दूवादी। जब कामबाट अनिष्ट भएर गएर जान्छन् भने त्यो भन्दा छ कम्युनिस्ट। कामबाट सब केहीबाट केही नहुँदा निष्क्रिय भएर गएको त्यसलाई कम्युनिस्ट भनिन्छ। त्यो कम्युनिस्ट हुनु नै त्यो सब गए गुज्रेको हो। त्यसले गर्दा तिनीहरू